हेलो हेलो हजुर कडा हो गिरा हाँ कडा हो के रे कहाँ छेउ भने कहाँ छेउ को नचिनेको र के अस्ति अनि तपाईँको के अरे तिम्रो त्यो होटलमा आएर चाहिँ मैले खाएको होइन त अनि रक्सी खाएको होइन त अब मेरो होटलमा रोक्सी त खाने कोले खान्छन् कोले तपाईँ हो को कहाँबाट आउनुभयो को हुनुहुन्छ त्यो भन्नु कस्तो चोर्या कुरा गरेर बुढासँगै हो र छैन के गाडी बुढासित एक्लै छु भन्नु नि तपाईँ को र चिन्दैन अस्ति म आएको थिएँ त अनि तपाईँको क्या त्यहाँ त्यो तिम्रो उमा आएर सुकुटीसँग त्यो रक्सी दिएको मान्छे के म यहाँ कस्तो त्यो मोटो मोटो थियो नि भुँडी हल्का बाहिर निस्किएको अब कति आउँछ कति अनि मेरो होटलमा सुकुटी रक्सी खाना भात खाना यता सुन न ओइ गिरा तपाईँ हो को यता सुन न यस्तो भने होइन तिमीले अनि रक्सी पैसा पर्दैन बरु होइन लास राम्रो लाग्यो जस एकदम हेन्सो रहेछौ होइन मलाई चाहिँ पैसाको के अरे यो रक्सी पैसा पर्दैन भनिरहेको थिएँ त अनि मैले फेरि जबरजस्ती दिएर आएको त अनि हेन्सम रहेछौ भने मैले भने होइन त अनि तपाईँ कहाँ आउनुहुन्छ यहाँ आउनुहोस् त भन्नुहोस् त के काम पर्यो आउनुहोस् म हेर्छु गाडी तपाईँ त्यसो होइन म एकछिनमा आउन भनेको अनि त्यसपछि टक्क यसो सुकुटी के को छ त्यस्तो तयार बनाएर राख भनेर चाहिँ फोन गरेको होइन तपाईँ घर कहाँ कस्तो नचिने र यो मेरो घर धुम्रो गाउँ भनिरहेको छु अनि के त अनि यस्तो कुरा पनि गरे होइन त हामीले त अनि इन्डिया जाम्ला अनि यताउता भनेको होइन त अनि भने होइन अनि त्यो यता सुन न यस्तो त्यो होटेल छोडिदियो होइन बिरामी पनि छौ उपचार म आफै गरिदिउँला बरु होइन बुढा के त्यो बुढासँग बस्ने त्यो ग्वाचे जस्तो बुढा आएर ए ग्वाचे तिमी को ग्वाचे हो कि गाडी यहाँ आउ त यहीँ म हेर्छु र कुरा गर मलाई यादै हुन्न त गाडी होटलमा कति आउँछन् कति जान्छन् गाडी हिजो आयो कि अस्ति आयो म अस्ति आएको होला अनि मै खाएको अनि म यस्तो मै खाना आउने बेला नि आफै चाहिँ अनि मेरो बुढाले देख्छ कि भनिदिने अनि हामी भेटौँ न बरु बाहिर आउन यहाँ मिलन चोकतिर मिलन चोक आऊ रे मिलन चोक आऊ होइन एकछिन भेटिदिउँ यसो चिसो हानिदिउँला चुप्पा हानिदिउँला के छ र के आलु जस्तो कुरा गरे होला कि यो मान्छेले आऊ घुम्न जाम आऊ कहाँ जाने घुम्न जाम आऊ दिन्छौ मलाई माया गर्न दिन्छौ र मलाई पनि चाहिएको दनक नै हो मलाई पनि चाहिएको दनक्क नै हो भौला जस्तो कुरा गर्ने यार यस्तो कुरा मैले कहिले जिन्दै गर्दैन यार तिमी कस्तो मानेर भन्यौ कि मैले तिम्रो खाप्टो हेर्छु म आउ त एकचोटि मैले तिम्रो गालामा यसरी म खान्छु आउ त दुईपट्टि छ के लास हेन्ची छु नि फेरि धेरैपछि त अस्ति त्यो राम्रो त्यो गोरोवाला त्यो हेलमेट लगाएर आएको थियो त अनि त्यसपछि मैले त्यो सुकुटीमै छोडेको थिएँ अनि त्यसपछि चाहिँ राँगाको मात्र छ कुखुराको छैन भनेर अनि राँगा सुकुटीसँग त्यो एकपल्ट रक्सी खाएको मान्छे हो कि कस्तो बिर्सेको के कान्छी यार यस्तो कान्छी भनेको मलाई के पचक्क लाइस गानी मलाई के खै भिडियो कल गर त को अनि हामी अनि फेसबुक आइडी के छ भन्दाखेरि चाहिँ अनि नदिने अनि म फेरि हटाएको थियो अनि म निस्किहालेँ नि त त्यही भएर तिम्रो आवाज सुन्दा त तिमी त ट्यापै केटा जस्तो बोल्छौ गानी म त अमन लागेको यार अनि म ट्यापै नि हो कि कस्तो बुढीहरू बिगार्दै हिँड्ने मान्छे हो म त तिमीमा पनि यसो फेला पारौँ कि भनेको अनि के हो ल्याङ गर्छौ यार कान्छी म त अर्काको बुढी त देख्नै हुन्न क्या म त झ्याममा हानिदिइहाल्छु मैले कोर हुन् तिमीलाई भेट्न मात्रै पर्छ तिमी यहाँ आऊ त त्यसो अनि आउने हो क्या म साँझ अलि रात परे बेला बुढोले चाहिँ छुट्टै सुटाउनु पर्छ होला कान्छी मलाई त अहिलेसम्म मलाई त कुहिले कान्छी भने होइन गाडी यसको खाप्चो कस्तो छ र यार म त हेर्ने थिएँ यार यस्तो हो नि त कान्छी यता सुन्नु न होइन म लास्ट मन पऱ्यो मलाई चाहिँ होइन जे भए पनि अनि त्यो बुढाले गुवाचै भयो कि यार त्यो अनि केही गर्न सक्दैन जस्तो छ त्यो त यार म चाहिँ बरु यसो कान्छी होइन कुट्ने कुरा चाहिँ नगर होइन बरु सुट्ने कुरा गर न यार
बरु कुट्ने कुरा चाहिँ नगर बरु सुट्ने कुरा गरौँ न यार सरी ओए मलाई अब मुख छाडेर बोल्न नपरोस् नि मुख नछाड्नु न बरु छाड्नुहुन्छ भने अब हुन्छ नि पसिना सोसिना छाड्नु यार भाइ खैल नि ओ कान्छी यता सुन न कान्छी ओ कान्छी भन्नुहोस् त हजुर त्यस्तो होइन होइन म अहिले पछि साँझ आउँछु यसो सुकुटी तयार पारेर राखिदिनु होला ल म चाहिँ एकछिन जिस्काएको माथि हो कान्छी होइन तर जे भए पनि मन चाहिँ लास पर्छ क्या फेरि के तयार पार सुकुटी रे सुकुटी र लोकर रक्सी हुनुपर्छ ल म बिहान फोन गर्ने भन्नलाई आएछु मैले मान्छे चिन्दैन ओ कान्छी हात्तीको मासु पाइन्छ कि नै यो गाडी कुन केटा होला मासुवाला मलाई यस्तो रिस उठ्छ हात्तीको नि कोही मासु हुन्छ र गाडी पागल मेरो दिमाग काट्यो यार को हो के यो नहाँस्नु न हो नहाँस्नु यस्तो के हाँसो नलाउनु न कान्छी यार हात्तीको त लामोवाला हुन्छ नि अगाडिको सुट होला कि त्यसको मासु हुन्छ त हामी मन काटे फोन यसो एकछिन कान्छी मेरो प्यारी मेरो मुटु कलेज मेरो फोक्सा आन्द्रा बुढी ए मेरो कान्छी बुढी यता सुन न मैले फोर ए काटी छौ तिमी भन त कसम म त अटो बनाएर आएर म मारिहाल्छु गरे म मिलन चोकमा छु आउनु आउँदा यसो चुप्पा खाम लगाएर यस्तो म खान मन लागिरह यो नम्बर कोल दिया अझै यार हेलो दिदी दिदी नमस्कार म सुरन भाइ हो के दिदी बोला पागल सुन्नुहोस् त हजुरको यहाँ सुन्नुहोस् यस्तो यहाँ सुन्नुहोस् हजुरको यो आवाज हामीले रेकर्ड गरिरहेको छौँ यहाँ 3-4वटा मिडियाले खिचिरहेको छौँ तपाईँसँग कुरा गर्ने चाहिँ केटी हुनुहुन्छ केटी केटी हजुर हजुर ल कुरा गर्नुहोस् त भिडियो हेर्नु होला साँझसम्म आइजान्छ एकछिन कुरा गर्नुहोस् हेलो दिदी नमस्ते नमस्ते को हो के यस्तो बोल्ने लक काम्नु भयो दिदी नरिसाउनु होला यहाँ दाईहरूले चाहिँ प्र्याङ्क गरौँ यहाँ एकजना दिदी हुनुहुन्छ भन्नुभएको थियो म चाहिँ निशाना बुढाथोकी हो कि रोल्पाको हजुर अनि के भन्छ अरे एकछिन प्र्याङ्क गरौँ न भन्नुभएको थियो अनि त्यही भएर गरेको अनि अलिकति ओभर भयो होला बोल्ने बेलामा सरी है दिदी होइन बरु मैले बोलेौँला त्यस्तो भने भने त म केही सोचेर बोल्नु कस्तो भयो म त पागल खलखली पसिना खलखली पसिना आएको रे सुन्नु न हजुर कवीर कहाँ हुनुहुन्छ नजिक भाषा आउनु के यहाँ मेरो इन्डियाबाट दिदीहरू बहिनी भतिजाहरू आछन् नि हजुर रमाइलो गरेर भिडियो बनाएर हालौँला आउनुहोस् के बरु नजिक भाषी ए हुन्छ दिदी अहिले के भन्नु यहाँ के हुन्छ अहिले हामी के भन्छ इन्टरभ्यू लिइरहेछौँ भो अनि त्यही भएर एकछिन प्र्याङ्क गरौँ भन्नुभएको यहाँ दाईहरूले अनि प्र्याङ्क गरेको एकछिन नरिसाउनु होला दिदी ठ्याक्कै तपाईँले भिडियो कल हान्नु भएको थियो अघि त्यही भएर ठ्याक्कै मेरो दिमागमा तपाईँ आउनुभयो ल नरिसाउनु होला दिदी अहिले भेटौँला है त ल यो घरै छौँ अहिले आउँछौँ दिदी है ल राखौँ अहिले त्यो त धारपानीतिर भेटौँ ल हुन्छ कान्छी त्यतै भेटौँला ल मन्दिरमा यसो भेटघाट गरौँला ल कान्छी हुन्छ त्यति आउँछौँ हामी ल दिदी है ल राख्यौँ है अहिले
ल दिदी राख्छु अहिले धारपानी भेटौँ ल दिदी अयो त्यसो नगरौँ न यस्तो म त अनि दिदीको छोरा आएपछि ल पारिदिन्छु नि थाहा हुन्छ ल दिदी हुन्छ म ल हुन्छ दिदी है हुन्छ हुन्छ अहिले बेलुका 2:30 बजीतिर जान लाग्यो धारपानी उतैतिर रमाइलो भिडियो बनाउँला ल दिदी ल ल हुन्छ ल ल रमाइलो उहाँ चाहिँ गिरादेवी बिका हुनुहुन्थ्यो उहाँ चाहिँ गीत गाउने एउटा रमाइलो गर्ने दिदी हुनुहुन्छ उहाँलाई चाहिँ हामीले झुकाएका थियौँ केही यसमा तलमाथि भएका शब्दहरू केही छन् भने माफ गरिदिनु होला यो नितान्त रमाइलोको लागि भनेका छौँ रमाइलोको लागि बनाएका थियौँ दिदी यही हुनुहुन्छ यहाँ फोटो राखेका छौँ अब चाहिँ कार्यक्रमको अन्तिमतर्फ पनि छौँ तपाईँलाई कस्तो केटा एकदम मनपर्छ तपाईँ जस्तो कस्तो केटा मनपर्छ भन्नुहोस् त त्यस्तै केटाले हेरिराख्नु भएको छ भने सम्पर्क गर्नुहुन्छ तपाईँले त्यस्तै केटा म जस्तै चाहिन्छ होइन ए त्यसो भए म जस्तै किन चाहिएको त म छु त होला यो अहिले झुकाउनु भयो नि यहाँ जो दिदी एकदमै झुकिनु भयो कतिजनालाई जति झुकाउनु भयो यो झुकाउँदा कतिलाई झुकाछु मेरो साथीहरू आफ्नै केटी साथीहरूले कतिचोटि झुकाछु के भन्नुहुन्छ उहाँ के भन्नुभयो एकदम नराम्रो घटना भएको छ कि नै तपाईँले झुकाउँदाखेरि भएको छ नि एकचोटि भेट्न आइज भनेर भेट्ने प्लानसम्म बनाइसकेर लास्टमा मैले मोबाइल स्विच अफ गरिदिएँ केटो बनेर भेट्न बोलाउनु भयो हजुर अनि मोबाइल अफ गरिदिनु अनि गाउँमा यस्तै बोलेर छट्टाएर कसैले दुःख दिनु भएको छ कि नै मेरो दिदीहरूलाई दिन्छु मैले मेरो आफ्नै आफन्तहरूलाई छिमेकीहरूलाई दिन्छु के भन्नुहुन्छ जस्तै भित्र बसिरहेको बेला बाहिरबाट हो दिदी बास पाइन चाहिँ पाइनँ म त लाज हिँड्दा हिँड्दै थाकिसकेँ होइन म चाहिँ जुम्लाबाट आएको हो यताउता अनि यसो बास छ कि छैन भनेर भन्छु होइन अनि छैन हेर्न हामी त स्याउ केटाटीसँग अब छौँ घर केटा मान्छे छैनन् अहिले तल्लो जाऊ भन्छन् कहाँ म यहीँ बस्छु मलाई पनि केटा नभएको घर चाहिएको होइन भनिदिन्छु होइन केटा नभएको घर चाहिएको हो अनि यसो के छ र अनि रमाइलो समाइलो गरौँला बसौँला नि त के छ र भनेर मलाई हाँसो लाएर बाहिर हेर्न आउँछन् म हुन्छु अनि यत्रो दाउराले लखट्छन् के गर्ने दौडिन्छु फेरि भूकम्पै हो यो भूकम्पै अस्ति रुकुममा स्टेज भत्काएको थियो नि आयो यो ठ्याक्कै ल ठिक छ रमाइलो कुराकानी गरिदिनु भयो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद अन्तिममा के भन्नुहुन्छ अन्तिममा आई लभ यु सबैलाई अरे ल ठिक छ त्यो पनि माया माया हो ल छुट्टिन्छौँ है त नमस्कार ल छुट्टिम